मैले भर्खरै साइन गरेर आएको हामीले डेडिकेटेड र ट्रङ्क क्लाइन्टको बक्यौता उठाउनुपर्छ भनेर हामीले बारम्बार मैले भनिरहेको हो र त्यसैलाई मुख्य आधार मानेर म विद्युत प्राधिकरणबाट बाहिरिनु पर्ने पनि अवस्था आयो र यसलाई अब तत्कालै उठाउनुपर्छ र उद्योगी साथीहरूले यसलाई चाहिँ देशको लागि केही कन्ट्रिब्युसन केही मैले गरेँ भन्ने हिसाबले सोचेर उहाँहरूले पनि त्यही हिसाबले गर्नुहुन्छ भन्ने मलाई लाग्छ। त्योभन्दा पनि उहाँहरूले कन्ट्रिब्युसन गर्नुहोस्। देश एकदम अप्ठ्यारो स्थितिमा छ। त्यो भनेको त्यो डेडिकेटेड ट्रङ्क लाइनको पैसा भनेको धेरै ठुलो विषय होइन। अझ योभन्दा बढी कन्ट्रिब्युसन हामीले आम पब्लिकले पनि गर्नुपर्ने छ। त्यो विषयमा यहाँहरू गम्भीर भएर यो ठुलो विषय होइन, राज्यको लागि सहयोगै हुन्छ तपाईँहरूले गरेको। वैधानिक रूपमा तिर्नुपर्ने विषयलाई यहाँहरूले तिर्नुहुन्छ। तत्कालै यसलाई बक्यौता उठाएर हामीले आजको पुनर्निर्माणदेखि लिएर धेरै संरचनाहरूको पुनर्निर्माण र नेपालमा आवश्यक अहिले आर्थिक अवस्थाको जुन हाम्रो एकदमै नाजुक अवस्था छ त्यसलाई पनि सुदृढ बनाउनु छ। त्यसमा कन्ट्रिब्युसन होस् भन्ने म अनुरोध गर्दछु।